तपाईँलाई प्यासिभ इन्कम चाहिनेछ र फाइनेन्सियल फ्रिडम र एसेट बेस तपाईँलाई क्रिएट गर्नु छ भने यदि तपाईँको फर्स्ट प्रपर्टी नै तपाईँको आफ्नो सेभिङ्स अथवा डिपोजिट रङ प्रपर्टीमा गयो भने लेट्स से यु आर स्टक देयर फर अनदर 10 years तपाईँको त एउटा प्रोडक्टिभ टाइम लक इन भयो नि त सो यु कान्ट गो फ्रम 1 to 2 किनभने जेनरली यदि फर्स्ट प्रपर्टी तपाईँको राम्रो भयो यो सबै कुरा हेरेर ग्रोथ एरिया र एट द सेम टाइम क्यास फ्लो पनि भएको एरिया किनभने हामीले हेर्ने भनेको दुईवटा एस्पेक्ट हो तपाईँलाई पोर्टफोलियो बनाउनु छ भने यु आर लुकिङ एट बोथ साइड्स राइट तपाईँलाई क्यापिटल ग्रोथले फाइनेन्सियल तपाईँको इन्डिपेन्डेन्स दिन्छ भने एट द सेम टाइम त्यहाँ पुग्नको लागि चाहिने भनेको जुन हामीले एसेट्स कार लियौँ एउटा उदाहरणलाई फ्युल र मेन्टेनेन्स भनेको क्यास फ्लो हो त्यही भएर तपाईँलाई हाई ग्रोथ एट द सेम टाइम हाई क्यास फ्लो प्रपर्टी पनि हेर्नुपर्ने जरुरी हुन्छ त्यो भइसक्दा के भयो भने तपाईँको सर्ट टु मिडियम टर्म त्यहाँ ग्रोथ भयो तपाईँ त्यति आउट अफ पकेट पनि हुनु भएन भने है यो सबै मिट हुने हामीले प्रपर्टी अब यो सबै कुरा हेरेर हामीले भेटाउन सक्छौँ र त्यो तपाईँले हेर्नु त्यसरी प्रपर्टी पाउनु भयो भने त्यो ग्रोथको इक्विटी लिएर त्यो चाहिँ तपाईँको डिपोजिट हुन्छ फर प्रपर्टी 2